समानान्तर रेखाहरूको रचना। हामीले हिजो समानान्तर रेखाहरूको रचना पढिसके। आज फेरि यसको रिभिजन। समानान्तर रेखाहरूमा अब यो हेर्ने ल यो तीनटा मध्ये कुन चाहिँ समानान्तर रेखाहरू हुन्? यो आइआएको हो। ल अब हामी समानान्तर रेखाहरूको रचना गर्छौं। यसको नाम के हो? मैले समातेको यसको नाम सेट स्क्वायर हो। ल यो दुईटै सेट स्क्वायरको सबभन्दा लामो भागहरू जोड्ने। यसको सबभन्दा लामो भाग यो हो हैन? अनि यो सेट स्क्वायरको सबभन्दा लामो भाग यो है। अब यिनीहरू जोड्ने, यसरी एक आपसमा जोड्ने। जोड्यो? ल जोडे है। यो जोडेर यसरी मैले बोर्डमा राखे। यसरी बोर्डमा राखेपछि अब एउटा रेखा तानौ यहाँबाट माथिबाट हुन्छ। ल यो सेट स्क्वायरलाई अलि तल सारौं। अलि तल सारेर फेरि अर्को लाइन तानौ। अनि यो दुईटा लाइन के भयो त? समानान्तर भयो। समानान्तर रेखाहरू भयो। फेरि अर्को हेरौं। यहाँ मैले एउटा लाइन ताने, फेरि यसलाई अलि तल सारेर अर्को लाइन ताने। अनि यो दुईटा रेखाहरू पनि समानान्तर रेखाहरू भए। फेरि अर्को एउटा तानो है। ल अलि सिधा तानो। यो एउटा रेखा भयो। यसलाई अलि तल सारेर फेरि अर्को रेखा तानो। अनि यो तीनटै रेखाहरू के हुने भयो त? समानान्तर रेखाहरू भयो। अब यो एरो चिन्हले समानान्तर जनाउँछ है। यहाँ एरो देऊ, यो समानान्तर जनाउँछ। यसलाई पनि एरो देऊ, समानान्तर जनाउँछ। अब यो समानान्तर रेखाहरूको नाम पनि दियौ। एबी सिडी। एबी र सिडी समानान्तर रेखाहरू हुन्। अर्को पीक्यू र आरएस समानान्तर रेखाहरू हुन्। डब्लुएक्स र वाइजेड समानान्तर रेखाहरू हुन्। भयो? तिमीले समानान्तर रेखा बनाउन सक्छ? ल समानान्तर रेखाहरू बनाउने।